जसलाई देखेर यो जङ्गलको हात्तीहरू तर्सिन्छ यहाँको भूतहरू भाग्छ राजेन्द्र खड्के हेलो गाइज के छ फेरि पनि म आइसकेँ अर्को भिडियो लिएर अनि आई होप सबैजना सन्चो हुनुहुन्छ होला अनि म चाहिँ अहिले छु मर्निङको टाइममा तपाईँहरूले चाहिँ कतिखेर हेर्नुहुन्छ त्यो पनि कमेन्टमा गरिदिनु होला अनि आज चाहिँ म छु केटाहरूसँग यस्तो डरलाग्दो ग्रुपहरू छ म तपाईँहरूलाई आज त्यो ग्रुपको इन्ट्रोडक्सन गराउँछु ल जसलाई देखेर मान्छेहरू हेर्नु अहिले कोही छैन क्या जसलाई देखेर यो जङ्गलको हात्तीहरू तर्सिन्छ यहाँको भूतहरू भाग्छ त्यो ग्रुपलाई म इन्ट्रोडक्सन गराउन जाँदैछु तपाईँहरू अब मुटु दरु बनाएर बस्नु होला अनि यो भिडियोहरू हेर्नु होला र फर्स्टमा चाहिँ म तपाईँलाई देखाउँछु यहाँको झापाको राजेन्द्र खड्के यताहरू बास उसको ऊ चाहिँ खम्जा अली रेहमान डकेट रेहमान डकेट यता चाहिँ खुङ्कार स्माइली अनि भाइ अहिले कहाँ भएको तिमी अहिले त यसै डुल्दै डुल्दै तिमी आइसक्यो त केटाहरू लिएर चोकमा घुमफिर गरेर हामी त फेरि यहीँ रहेछ अनि चारालीमै यस्तो डरलाग्दोहरू छ अनि कुकुरको लागि हो हेर्दा मात्र ऊ त खुङ्खार हो कि मनको चाहिँ फेरि एकदम सफा कुकुरको लागि कुकुरको लागि कसले हेर्छ दुनियाँमा उसको आफ्नो पनि होइन क्या गाउँको 4-5वटा भुसिया कुकुरलाई दबाई खुवाउँदैछु क्या म अब हाम्रो यहाँनिर भाइको टिप्स च्यालेन्ज हुन्छ ल भाइले पुसअप च्यालेन्ज पुसअप ल 20 हान्दियो नि ल तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ ल ल भाइ सक्यो अब उभिएको पालि लिम्बू ल सुरु भयो 20 सबै होइन लाज मेरो तर्फबाट एक कप चा 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 अब नेक्स्ट वेस्ट हान्यो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 ओ मैले हान्दैन क्या तँलाई घटाउने मन छैन दोगला भयो है तँलाई घटाउने मन छैन गाइस यो दोगला भयो है सबले हामीले दोगला भयो तँलाई बोलु तँलाई म यहाँदेखि बोकेर घरसम्म लान्छु तँलाई घटाउने मन छैन भन्छ च्यालेन्ज तँलाई घटाउने मन छैन तँलाई तँलाई बोकेर घरसम्म लिएर जान्छु लु छिटो यत्रो फिटनेस हुँदैन फिटनेस हो नि म के यहाँ आन सक्दैन म 2 चाहिँ हान्छु आन ल 2 भाइ होइन आन 2 हो त 5 त हाल्नुपर्छ नि मुलाई 1 2 3 4 5 ल यति नै यता पर तिमी आयौ दुईजनाको पन्जा लडाइ गराइदिनुपर्छ जे आम्मा म अर्को खुङ्खारेर आयो नि त फेरि यहाँनिर त्यो मुलाई लास्ट हावा रहेछ यो फेरि 5 हानेन तब- 2 को ठाउँमा 5 हाने क्या न राजु यहाँ आऊ तिमी यहाँ भिडियो हुँदैछ तिम्रो यहाँनिर 20 पुसअप हानेर देखाइदेऊ त कसले गर्छ सब सक्दिन ल, तिम्रो- गरिदिन्थेँ कि तिम्रो इन्ट्रोड्युस देऊ मेरो के नाम छ नि तिम्रो नाम भन न मेरो नाम राजु राई राजु राई आऊ यहाँ चारालीको मान्छे बिस्किट। भन्दैछु त म बिस्किट। इन्ट्रोडक्सन दिँदैछु त ल भन त ल मेरो नाम चाहिँ राजु राई है म चाहिँ चारालीको अब के भन्नु म चाहिँ अब विवेककै साथी हो भनौँ न ओ राजु 1 2 3 4 5 सक्दिरह्यो भनेपछि तिमीलाई म चिया कि दिन्छौ स्याम चिया भयो एउटा राजुलाई देऊ ल मलाई खतरा लाग्यो राजुले हानेको। रोटेपिङको भिडियो मात्र लाग्यो मलाई बनाउनु इन्ट्रोड्युस थेट के गरेको त्यो इन्ट्रोड्युस देऊ न सर्च्यो एउटा एउटा गरेर देऊ न राजुलाई 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 एउटा चिया हो यो कसको हाम्रो होइन मैले त दिइरहेको छु कस्तो लाग्यो भिडियो कस्तो लाग्यो तिमीलाई भिडियो राम्रै छ चिया चिया बिहान पनि चिया चिया पनि मिठो छ भिडियो पनि राम्रो छ अनि चिया नखाइकन फेरि मिठो छ भनेर चिया पायो चिया सर भनेको नि त दिनु पर्यो नि त अनि सर चाहिँ कसले हान्यो तैँले हान्ने हो आज स्याम खोइ ट्रे एकछिन देऊ त म ट्रेनिङ दिनु पऱ्यो यार यता आइज यहाँ यता आइज ल 5 हानिदिन्छु फेरि हान्नु पऱ्यो कि त 5 लु 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 छिटो ल 5 हो सिधै पुसअप
1 2 3 4 5 ओइ तैँले पो ठगिस् त अनि यसको पालो हो त यसले सर भन्नु उसले नै बिसानेको नि त अनि तैँले पो ठगेको हो त 10 को 20 र मेरो 5 उसले चाहिँ कस्तो अरे पचास नै हेर त रागा ढाल्दा हो ए रागा ढाल्दा हो अँ, अनि बिर्सिनु रागा ढाल्यो। कन्टेन्ट पाए कहिले उसलाई ढालेको पनि रागा? जोडाको राजनीति खड्किएर है उसलाई पनि भ्लगमा बसिहाल न तिमी पनि भगमा हो वेलकम टु विवेक भग पुसा भन्दै तिमी पनि म पाँच हाल्नु न थैट, पाँच हाल्नु न यसले। म मागसम्म यहाँ सबैले हालेर बसेको अनि म सक्दिनँ प्लिज सबैले हालेर बसेको अब कहाँ यस्तो ड्रेसमा पुसअप हान्छ हौ 1 2 3 गो गो वेयर यहाँ पुसअप ल अब यसरी गर्नुपर्छ तर बिहान बिहानै गर्नुपर्छ है यतिखेर 10 बजी आएर चाहिँ पुसअप गर भनेर चाहिँ गर्नु हुँदैन नि फेरि 1 2 3 4 5 ताली ल जाऊ जुम कहाँ पुगेर आयो यो कुकुरको दबाई लिनु मात्रै यत्तिकै घुमघाम अहिले यत्तिकै यो त बाना सुधि तिमी के माथि जाने भाइको कपाल काट्छौँ अब हामी चाहिँ करणकोमा अनि जान्छौँ आज मलाई कहाँ घुमाउँछु भन त आज दाइलाई म एक्स्ट्रा भिआइपीमा लान्छु भिआइपीमा त्यही जङ्गलहारी त होला एउटा खुङ्खार घट्यो अब डेन्जरदेखि अब चाहिँ जङ्गलदेखि मान्छे हुन्छ कि बा शेरदेखि बिल्ली भयो त यहाँ भाइ त अनि केटाहरूले मलाई ल्याइसक्यो त घुमाउनु यो कहाँ यो बाटोको यो यता यो घुम्ने ठाउँमा यहाँ आएको छौँ हामी भाइको भिआइपी ठाउँ भाइको डेटिङ स्पोटहरू तपाईँहरू तर्सिनुहुन्छ भनेर मैले केटाहरूको कपाल काटिदिएको छु नि त यहाँ त अनि नक्स अघि कस्तो थियो त डर लाग्दो अनि अहिले कस्तो भएको छ त एनसी न एनसी अर्को फेरि यता रागो 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 शेरदेखि बिल्ली भयो नि त खोइ म्याउ चिन्दैन न फेरि खोइ म्याउ गरेको अनि शेरदेखि बिल्ली भएको खोइ स्वर पहिला सेरको हानौँ न शेरको खोइ हो यहाँको बाटोहरू चाहिँ अहिले भर्खर बनिँदो रहेछ अरे यता चाहिँ देखा न सुभाष यहाँ हेर पछि आएको साथी साथी उसको चाहिँ अनि सुभाष हाम्रो खाम्जा अली उसको नि कपाल कट हुन्छ बिस्तारै मान्छे हुन्छ टाइम आउँछ काट्ने मान्छे हुन्छ मान्छे हुन्छ नि अहिले त अनि के छु अहिले जङ्गलीको छ अनि रूपधारण हाम्रो गन्तव्यमा आइसकेको छौँ होइन हामी आउन चाहेको ठाउँ चाहिँ यो हो अब ब्याक क्यामेरा बनाएर सबैतिर नक्स अब ब्याक क्यामेरा गरेको देखाउन चाहन्छौँ अनि राजेन्द्र खड्के राजेन्द्र खड्की काली झोडाको राजेन्द्र खड्के काली झोडा यता हेर्न हाई भन्न हाई भन्न 3 शटमा कुखुरा लडाएको हो किन भन् नडाडी भन् पुसअप सुरु हाम्रो चाहिँ अब ल ल ल नेक्स्टमा हुनुहुन्छ हाम्रो राजेन्द्र खड्के अलिक डर गर्न 4 5 6 एभ्रिथिङ इज फाइन when everything is not fine never mind thank you guys कसरी अरे अब यहाँनिर फेरि डिक्स हुन्छ ल ए हात गले पनि यसो भनिदिनु काम भयो ठाउँ होइन गाई जस्तो छ म चाहिँ फर्स्ट टाइम आएको थिएँ यहाँनिर लजु अब अर्को ठाउँ पनि जान्छौँ ल हामी अनि देखाउँछु म तपाईँहरूलाई हजुर भाइको फेरि डेटिङ स्पोट होइन है तिम्रो नेभर माइन्ड हो कि होइन हौ हो नेभर माइन्ड स्पोर्ट कस्तो डर लाग्दो रहेछ त अनि यो रुख त के हो आम्मा नाङ्गै भएको छ त हौ। यो रुख त के हो अनि म जस्तै रहेछ हो तिम्रो कपाल र यो सेम छ त हौ मैले यो टिकटकमा प्रोफाइल हालेको छु क्या यो रुखको अँ मेरो डार्क फोटो यो रुखसँग यस्तो यो बस्ने चाहिँ रहेछ हो धेरै ड्राई पिकनिक खानुहरू चाहिँ यहाँनिर आउँदा हुने खालको रहेछ यस्तो बस्ने ठाउँहरू चाहिँ राखेको रहेछ यहाँनिर आयो हेट नबस्ने केही त रहेन रहेछ यस्तो जङ्गल जस्तो भएर बसिरहेको रहेछ त केटाहरू अनि
एउटा चाहिँ अलिक मान्छे भएको छ एउटा फेरि यहाँनिर यहाँ आएर सुभाष के हो यो यो सुन्दरताको शेरको यस्तै हुँदैन अनि शेरको यस्तै हुन्छ अरे भाइ शेरको आवाज निकाल्यो त यो बाटो अरे अब हात्ती हेर्नु के भन्छ हौ हामी आउट धर्दैछौँ ल एकछिन ला पाएँ एकछिन भाइ झरेको चाहिँ गाडी लिएर रहेछ नि त अनि भाइ झरेको त्यो गुरुङ 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 गर्छ नि त्यो राइसमा केन्ट्री हो त एकैछिन म मुन जान्छु नि त्यसको राई चामलको एन्ट्री अरे एकैछिन है दाबिलोले खाएको रहेछ राई चामलको एन्ट्री कस्तो भयो त एकदम बबाल एक्सपिरियन्स बबाल तपाईँहरू पनि ट्राई गर्नु होला सम टाइम नेभर माइन्ड मोमो बाटो हो यो बाटो हो यो अलिकता झन् मान्छे बनाएको जङ्गलदेखि अहिले फेरि म जङ्गल कुदाउँदैछ बाटो आइसक्यो त ओ घुमाएर कहाँ निकाल्यो भनेको त मासाले हेर्दै अनि यहाँ निकालिदियो एकतालमा घुमेर आयौँ हामी चाहिँ केटाले कहाँ लगो जङ्गलभित्र कहाँदेखि कहाँ निकाल्यो म त्यस्तो खासै केही भएन हो तर पनि कहाँ लगो अनि अब चाहिँ हाम्रो रात पऱ्यो यत्रो टाइम भयो अँध्यारो भएर छुट्टिने टाइम पनि भएको छ यता छ फेरि हमजा अली खान आजको दिन एकदमै रमाइलो भयो नि ए राजेन्द्र खड्की भिडियोहरू हेरिदिनु होला प्रतिक्रिया अलिक साह्रो बोल्नु न कहाँ मनमने बोल्यो भने दिन भनेको आजको एकदमै रमाइलो भएको छ विवेक सरसँगको र आजको भ्लग चाहिँ यति नै भयो तपाईँहरूलाई के कस्तो लाग्यो कमेन्ट डाउन गर्नु होला अनि लाइक सेयर सब्सक्राइब गर्नु होला अनि अँध्यारो यस्तो भइसकेको छ मैले चाहिँ यतिमै एन्ड गरेँ आज बाई बाई कहाँ खोज्छौ कसलाई भेट्छौ म छँदैछु नि किन अरू रोज्छौ